सापकोटा च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। म राजन सापकोटा। साँच्चै भन्नुपर्दा अमेरिकामा सवारी साधन अति आवश्यक वस्तुमा पर्दछ र यो बिना दिनचर्या नै चल्दैन। र बिना ड्राइभर लाइसेन्स सवारी साधन चलाउन पाइँदैन। त्यसैले म यस भिडियोमा ड्राइभर लाइसेन्स लिनलाई के गर्नुपर्दछ, के कस्ता कागजातहरू आवश्यक पर्दछन्, ड्राइभर लाइसेन्स लिन पाउने सबैभन्दा कम तथा अधिकतम उमेर कति हो, कुन उमेरको व्यक्तिले लर्नर्स पर्मिट लिनु पर्दछ र कुन उमेरमा ड्राइभर लाइसेन्स लिँदा लर्नर्स पर्मिट लिनु पर्दैन। सबैभन्दा चासोको विषय चाहिँ 18 वर्षभन्दा कम उमेरका व्यक्तिले ड्राइभर लाइसेन्स लिनको लागि के गर्नुपर्दछ। यदि तपाईँ यी सब कुराहरूको जानकारी लिन चाहनुहुन्छ भने यो भिडियो अन्तसम्म हेर्नुहोला। अमेरिकामा ड्राइभर लाइसेन्स सम्बन्धी नीति नियमहरू मुख्य रूपमा एकै भए पनि यो प्राप्त गर्ने प्रक्रिया राज्य अनुसार फरक हुन्छ। त्यसैले पूर्ण जानकारीको लागि त्यही स्टेटको DMV अर्थात् डिपार्टमेन्ट अफ मोटर भेहिकल सम्बन्धी वेबसाइट हेर्न अनुरोध गर्दछु। म यहाँ कोलोराडो स्टेटमा सवारी साधन परिचय पत्र कसरी र कुन उमेरमा प्राप्त गर्न सकिन्छ भन्ने कुराहरू प्रस्तुत गर्न गइरहेको छु। ड्राइभर लाइसेन्स लिने प्रक्रियाको जानकारी दिनु पूर्व यसको लागि चाहिने उमेर र केही मुख्य कुरा भनिहालौँ, जुन सबैको चासोको विषय बन्दछ। कुनै पनि राज्यले अधिकतम उमेर निर्धारण गरेको छैन। यसको अर्थ हो वृद्ध व्यक्तिहरूले पनि लाइसेन्स पाउन सक्दछन् जबसम्म उनीहरूको स्वास्थ्य र ड्राइभिङ क्षमता उनीहरूले देखाउन सक्दछन्। अर्थात् अधिकतम उमेर त्यो निर्धारण भएको छैन। न्यूनतम उमेर भने फरक छन्। अमेरिकामा प्राय धेरै राज्यहरूमा जस्तै कोलोराडोमा ड्राइभर लाइसेन्स माइनर ड्राइभर लाइसेन्स प्राप्त गर्नको लागि न्यूनतम उमेर 16 वर्ष हो, तर यो प्रक्रिया 15 वर्षको उमेरदेखि नै सुरु गर्न सकिन्छ। धेरै राज्यहरू जस्तै अलास्का, आयोवा, क्यान्सस, नर्थ डेकोटा, साउथ डेकोटामा 14 वर्षबाटै आवेदन दिन सकिन्छ। तर रेन्टल कार अर्थात् कार भाडामा लिनको लागि भने 21 वर्ष वा सोभन्दा माथिको उमेर हुनुपर्दछ। लाइसेन्सको लागि आवेदन दिनको लागि आवेदकले ती राज्यमा वैध बसोबासको प्रमाण देखाउनु पर्दछ। अनि अमेरिकामा सवारी साधन दायाँतर्फ अर्थात् दाहिनेतिर चलाइन्छ भने ड्राइभर सिट बायाँतर्फ हुन्छ, जुन नेपालको ठ्याक्कै विपरीत हो। अब कुरा गरौँ ड्राइभर लाइसेन्स लिनको लागि सबैभन्दा पहिला के गर्नु पर्दछ। यसका लागि सबभन्दा पहिला एप्लिकेसन भर्नु पर्दछ। यसलाई ड्राइभर लाइसेन्स वा इन्स्ट्रक्सन पर्मिट एप्लिकेसन पनि भनिन्छ। यो अनलाइन अथवा डिपार्टमेन्ट अफ मोटर भेहिकलकै अफिसमा गएर पनि भर्न सकिन्छ। कोलोराडो युएसएमा ड्राइभिङ लाइसेन्सको लागि 15 वर्ष वा सोभन्दा माथिको उमेर समूहले एप्लिकेसन दिन सक्दछन्। अब कुरा गरौँ एप्लिकेसन कसरी भर्ने। तपाईले यो एप्लिकेसन अनलाइन अर्थात् कोलोराडो DMV को वेबसाइटमा गएर सजिलै अनलाइन मार्फत फर्म भर्न सक्नुहुनेछ, अथवा DMV को अफिसमै गएर तपाईले यो कागज भर्न सक्नुहुनेछ। त्यहाँ गएपछि तपाईलाई एउटा फर्म दिन्छ, त्यही फिलअप गरेर तपाईले त्यही नै सबमिट गर्न सक्नुहुनेछ। अब कुरा गरौँ फर्म भर्दा के जानकारी चाहिन्छ। यो तपाईको पुरा नाम पासपोर्ट अनुसार मिल्नु पर्यो, जन्ममिति, एड्रेस सम्बन्धित स्टेटको, सोशल सेक्युरिटी नम्बर र सिग्नेचर। अब कुरा गरौँ पहिलोपटक ड्राइभर लाइसेन्स वा लर्नर्स पर्मिट लिनको लागि के कागजातहरू चाहिन्छ। यसको लागि पहिलो छ पहिचान प्रमाण, प्रुफ अफ आइडेन्टिटी। तपाईसँग भ्यालिड पासपोर्ट हुनु पर्यो। प्रुफ अफ लफुल प्रेजेन्स, अमेरिकामा कानुनी बसोबासको प्रमाण तपाईले देखाउन सक्नुपर्छ। तपाईँ यदि स्टुडेन्ट हो भने I-20, J1 भिसा हो भने GS 2019, एराइभल डिपार्चर रेकर्ड छ भने I-94, F1, H1B, B2 को लागि तपाईले आफ्नो भिसा देखाउन सक्नुहुनेछ। त्यस्तै सोशल सेक्युरिटी नम्बर, यदि तपाईसँग सोशल सेक्युरिटी नम्बर छैन भने तपाईले एफिडेभिट र डिक्लेरेसन साइन गर्नुपर्दछ। त्यो चाहिँ DMV मै उपलब्ध हुनेछ। अर्को कागज हो जुन स्टेटमा बस्नुहुन्छ त्यो स्टेटको ठेगाना। साधारणतया धेरै ठाउँमा एउटा अथवा दुईटा कागजातहरू माग्न सक्दछ। त्यो तपाईले बैंक स्टेटमेन्ट, अफिसियल इमेल, स्कुलको, गभर्नमेन्टको
यदि तपाईँसँग युटिलिटी बिल छ भने इलेक्ट्रिक, ग्यास, इन्टरनेट अथवा हाउस लिजहरूमा अथवा रेन्टल एग्रिमेन्टमा तपाईँले त्यो एड्रेस तपाईँले देखाउन सक्नुहुनेछ। अन्तमा डेफिनेटली एप्लिकेसन फर्म तपाईँले अनलाइन अथवा अफिसमै गएर फर्म भरेको पर्दछ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने सबै कागजात ओरिजिनल हुनुपर्दछ, एक्सपायर डकुमेन्ट स्वीकार हुँदैन, नाम सबै कागजमा मिल्नु पर्ने हुन्छ। अब कुरा गरौँ दोस्रो स्टेपको बारेमा। एप्लिकेसन भरिसकेपछिको दोस्रो स्टेप हो लिखित परीक्षा अर्थात् रिटन टेस्ट। लर्नर्स परमिट लिनको लागि दोस्रो स्टेप चाहिँ तपाईँको रिटन टेस्ट अथवा नलेज टेस्ट दिनुपर्दछ। यसको लागि के गर्नुपर्छ भन्ने कुरो म यहाँ भन्न गइरहेको छु। सबैभन्दा पहिला त एपोइन्टमेन्ट लिनै पर्यो तपाईँको। त्यसपछि अघि भनेको कागजातहरू डकुमेन्ट भेरिफिकेसन हुन्छ। त्यो डकुमेन्ट भेरिफिकेसन भइसकेपछि डिएमबीकै कर्मचारीले तपाईँको भिजन टेस्ट लिनेछन्। यो एउटा सिम्पल भिजन टेस्ट मात्रै हो। यदि ड्राइभर लाइसेन्स लिने व्यक्ति चाहिँ अथवा लर्नर्स परमिट लिने व्यक्ति चाहिँ 18 वर्ष मुनिको व्यक्ति छ भने चाहिँ अभिभावक उपस्थित हुनु आवश्यक छ। लिखित परीक्षा यो अलि जटिल कार्य हो, त्यसैले यसको बारेमा पनि म तपाईँहरूलाई केही थप जानकारी दिन चाहन्छु। डिएमबीले तपाईँलाई ड्राइभर ह्यान्डबुक दिन्छ। यो तपाईँले डिएमबीको वेबसाइटमा गएर पनि डाउनलोड गर्न सक्नुहुन्छ। टेस्ट पास गर्नको लागि यो ह्यान्डबुक नै पर्याप्त हुन्छ, अर्थात् सबै प्रश्नहरू यही ह्यान्डबुक भित्रैबाट सोधिन्छ। परीक्षामा 25 वटा प्रश्न सोधिन्छ। पास हुनको लागि 25 मध्ये कम्तीमा 20 वटा सही हुनुपर्दछ, अर्थात् कम्तीमा 80% सही उत्तर हुन आवश्यक पर्दछ। लिखित परीक्षा बहुविकल्पीय अर्थात् मल्टिपल चोइस ABCDमा हुन्छ, जसमा यातायात नियम, सडक चिन्ह, सुरक्षित ड्राइभिङ अभ्यास, आपतकालीन स्थिति र सडक साझेदारी सम्बन्धी विषयहरू सोधिएको हुन्छ। लिखित परीक्षा कम्प्युटरमा हुन्छ। यदि तपाईँले अङ्ग्रेजी भाषा बुझ्न गाह्रो हुन्छ भने तपाईँले आफ्नो कसैलाई दोभाषीको रूपमा लगाउन सक्नुहुन्छ। यदि लिखित परीक्षा अनुत्तीर्ण हुनुभएमा त्यही दिन वा अर्को एपोइन्टमेन्ट लिएर फेरि टेस्ट दिन सक्नुहुनेछ, तर एडिसनल फी भने लाग्न सक्दछ। रिटन टेस्ट पास गरिसकेपछि तपाईँले ड्राइभिङ अनुमति पत्र लर्नर्स परमिट पाउनुहुनेछ। अब कुरा गरौँ तेस्रो अर्थात् अन्तिम स्टेपको बारेमा। तेस्रो अर्थात् अन्तिम स्टेप भनेको ड्राइभिङ टेस्ट अथवा भनौँ रोड टेस्ट हो। 18 वर्ष पुगेको व्यक्तिले रिटन टेस्ट पास गरिसकेपछि तुरुन्तै रोड टेस्ट पनि दिन सक्दछ। यो उमेरको व्यक्तिलाई कुनै अनिवार्य वेटिङ पिरियड हुँदैन। तर 18 वर्षभन्दा कम उमेरको व्यक्तिको लागि भने उमेरअनुसार धेरै नियमहरू फरक हुन्छन्, जुन म यहाँ तपाईँहरूलाई विस्तृतमा जानकारी दिन गइरहेको छु। 18 वर्षभन्दा मुनिको उमेर समूहलाई 3 भागमा वर्गीकरण गरिएको छ, जसमा 15 देखि 15.5 वर्ष, 15.5 देखि 16 वर्ष र 16 देखि 17 वर्ष, यो 3टा वर्षको व्यक्तिको अलग अलग नियमहरू रहेका छन्। त्यसैले म यहाँ विस्तृत रूपमा वर्णन गर्न गइरहेको छु। पहिला कुरा गरौँ 15 देखि 15.5 वर्षको उमेरका व्यक्तिले। यस उमेरका व्यक्तिले पर्मिट लिनु अघि नै 30 घण्टाको क्लासरुम कोर्स पुरा गरिसकेको हुनुपर्छ। यदि गर्नुभएको छैन भने लाइसेन्स पाउनु अघि नै यो अनिवार्य छ, जसलाई 30 घण्टाको ड्राइभर शिक्षा ड्राइभर एजुकेसन भनिन्छ। दोस्रो रहेको छ कुनै मान्यता प्राप्त ड्राइभिङ स्कुलबाट 6 घण्टा प्रोफेसनल प्रशिक्षकसँग गाडी चलाएर तालिम लिनुपर्दछ। यसलाई 6 घण्टाको प्रयोगात्मक तालिम अर्थात् बिहाइन्ड द व्हील ट्रेनिङ भनिन्छ। तेस्रो रहेको छ 50 घण्टाको ड्राइभिङ अभ्यास र लक सिट। यसमा तपाईँले अभिभावक वा 21 वर्ष पुगेको लाइसेन्सवाला व्यक्तिको साथमा कम्तीमा 50 घण्टा गाडी चलाउनु पर्छ, जसमध्ये 10 घण्टा राति चलाएको हुनुपर्छ र यो सबै चलाएका रेकर्डहरू चाहिँ कोलोराडो ड्राइभ टाइम लगमा भर्नु पर्दछ। अर्को नियम रहेको छ 12 महिनाको पर्खाइ। तपाईँले आफ्नो पर्मिट लिएको मितिबाट पुरा 1 वर्ष अर्थात् 365 दिन नपुगी लाइसेन्सको लागि रोड टेस्ट अर्थात् ड्राइभिङ टेस्ट दिन पाउनुहुन्न। अब कुरा गरौँ 15.5 वर्षदेखि 16 वर्ष उमेरका व्यक्तिले के गर्नुपर्दछ। यसमा अघि भनेको जस्तै 15 देखि 15.5 वर्षको नियम जस्तै 12 महिनाको पर्खाइ, 50 घण्टाको ड्राइभिङ अभ्यास, ड्राइभर शिक्षाको आवश्यकता सबै जरुरत पर्दछ। तर यो उमेर समूहको लागि भने केही नियम अलिकति लचिलो छ।
यदि तपाईँले 15.5 देखि 16 वर्षको बिचमा पर्मिट लिनुभएको छ भने तपाईँले 30 घण्टाको पूर्ण कोर्सको सट्टा 4 घण्टाको ड्राइभर अवेरनेस प्रोग्राम मात्र पुरा गरे हुन्छ। तर यदि तपाईँ 16.5 वर्ष पुग्नु अघि नै लाइसेन्स लिन चाहनुहुन्छ भने चाहिँ 6 घण्टाको बिहाइन्ड द व्हिल ट्रेनिङ लिनु जरुरी पर्दछ। अब कुरा गरौँ 16 देखि 17 वर्ष उमेरका व्यक्तिले के गर्नुपर्दछ। यदि तपाईँले 16 देखि 17 वर्षको बिचको उमेरमा लर्नर्स पर्मिट पाउनु भएको छ भने लाइसेन्स लिने प्रक्रिया केही सजिलो छ, तर केही नियमहरू भने अनिवार्य छन्। पहिलो रहेको छ 1 वर्षको पर्खाइ। कोलोराडोको नियमअनुसार तपाईँको उमेर 18 वर्ष मुनि जतिसुकै भए पनि लाइसेन्स लिनु अघि पर्मिट लिएको पुरा 12 महिना पुगेको हुनुपर्दछ। उदाहरणको लागि यदि तपाईँले 16 वर्ष 2 महिनामा पर्मिट लिनुभयो भने 17 वर्ष 2 महिना पुगेपछि मात्रै लाइसेन्स पाउनुहुन्छ। दोस्रो रहेको छ ड्राइभर एजुकेसन। यो अनिवार्य छैन। 16 वर्ष पुगेपछि पर्मिट लिनेहरूको लागि 30 घण्टाको क्लास वा 4 घण्टाको अवेरनेस प्रोग्राम अनिवार्य छैन, तर सुरक्षित ड्राइभिङको लागि यो कोर्सहरू लिनु राम्रो मानिन्छ। तेस्रो रहेको छ बिहाइन्ड द व्हिल ट्रेनिङ। यो उमेर समूहको लागि प्रशिक्षकसँग 6 घण्टाको बिहाइन्ड द व्हिल तालिम अनिवार्य छैन। तपाईँले आफ्नो अभिभावक वा 21 वर्ष पुगेका लाइसेन्सवाला व्यक्तिसँगको निगरानीमा 50 घण्टा अभ्यास गरे पुग्दछ। चौथो, अघि भने जस्तै 50 घण्टाको ड्राइभिङ अभ्यास। यो भने अरू उमेर समूह जस्तै हो, केही फरक छैन। अर्थात् तपाईँले 50 घण्टाको ड्राइभिङ अभ्यास पुरा गर्नुपर्ने हुन्छ। अब कुरा गरौँ 18 वर्ष वा सोभन्दा माथि उमेर समूहको बारेमा। 18 वा 18 वर्षभन्दा माथिका व्यक्तिलाई ड्राइभर लाइसेन्स लिनको लागि लर्नर्स पर्मिट चाहिँदैन। सिधै लिखित परीक्षा, रिटन टेस्ट र ड्राइभिङ टेस्ट दिएर लाइसेन्स लिन सक्नुहुनेछ। अब कुरा गरौँ ड्राइभिङ टेस्ट कहाँ दिने भन्ने बारेमा। यसको लागि तपाईसँग दुईटा विकल्प छन्। पहिलो छ थर्ड पार्टी टेस्टिङ, अर्थात् निजी ड्राइभिङ स्कुल। धेरै जस्तो मानिसहरू यहाँ टेस्ट दिन रुचाउँछन् किनकि यहाँ पालो पनि छिटो आउँदछ र तर यसको लागि भने केही शुल्क लाग्दछ, जुन डिएमबी अफिसको भन्दा बढी हुन्छ। दोस्रो रहेको छ डिएमबी अफिसमै गएर ड्राइभिङ टेस्ट दिने। यसको लागि तपाईँले पहिला त वेबसाइटमा गएर एपोइन्टमेन्ट बुक गर्नु पर्यो। यो अलि सस्तो त हुन्छ, तर पालो पाउन भने बढी समय लाग्न सक्दछ। अब कुरा गरौँ ड्राइभिङ टेस्ट दिनको लागि के आवश्यक पर्दछ त। टेस्ट दिन जाँदा तपाईँलाई यी कागजहरू आवश्यक पर्दछ। पहिलो छ तपाईँको लर्नर्स पर्मिट। दोस्रो हस्ताक्षर गरिएको 50 घण्टाको ड्राइभिङ लग सिट। तेस्रो छ यदि तपाईँले आफ्नै गाडी लैजाँदै हुनुहुन्छ भने गाडीको रजिस्ट्रेसन, इन्सुरेन्सको सक्कल कागज तथा गाडी चाहिँ सुरक्षित र चालु अवस्थामा हुनुपर्दछ। यदि तपाईँले निजी ड्राइभिङ स्कुलमा टेस्ट पास गर्नुभयो भने उनीहरूले तपाईँलाई एउटा टेस्टिङ कम्प्लिसन अर्थात् प्रमाणपत्र वा इलेक्ट्रोनिक रेकर्ड दिनेछन्। त्यसपछि तपाईँले अनलाइन वा डिएमबी अफिस गएर एपोइन्टमेन्ट लिनुपर्दछ। अन्त्यमा एपोइन्टमेन्टको दिन डिएमबी अफिसमा गएर फोटो खिचाएपछि र शुल्क तिरेपछि तपाईँले आफ्नो माइनर ड्राइभर लाइसेन्स पाउनुहुनेछ। 18 देखि 21 वर्ष बिचका व्यक्तिहरूलाई दिइने लाइसेन्सलाई माइनर लाइसेन्स भनिन्छ। यस अन्तर्गत केही महत्त्वपूर्ण प्रतिबन्धहरू लगाइएका हुन्छन्, जसको मुख्य उद्देश्य नयाँ चालकहरूको सुरक्षा सुनिश्चित गर्नु हो। तर 18 वर्ष पुगेपछि भने 18 वर्ष मुनिकालाई लाग्ने रेस्ट्रिक्सन र यात्रु सम्बन्धी प्रतिबन्धहरू आफै हट्नेछन्। के प्रतिबन्धहरू हुन्छन् त म यहाँ तपाईँहरूलाई विस्तृतमा भन्न गइरहेको छु। पहिलो रहेको छ पहिलो 6 महिना परिवारका सदस्य बाहेक 21 वर्ष मुनिका कुनै पनि साथी वा यात्रुलाई गाडीमा राख्न पाइँदैन। दोस्रो रहेको छ 6 महिनादेखि 12 महिनासम्म 21 वर्ष मुनिका मात्र एकजना साथी वा यात्रुलाई राख्न पाइन्छ। यदि गाडीमा तपाईँको अभिभावक वा 21 वर्ष पुगेको लाइसेन्स प्राप्त व्यक्ति अगाडिको सिटमा छ भने चाहिँ यो नियमहरू, अघि भनेका नियमहरू लागू हुँदैनन्। दोस्रो रहेको छ समयको प्रतिबन्ध। लाइसेन्स लिएको पहिलो वर्ष अर्थात् तपाईँ यदि 18 वर्ष नपुगिन्जेलसम्म चाहिँ रातको 12 बजेदेखि बिहानको 5 बजेसम्म
गाडी चलाउन पाइँदैन। तर तपाईँको साथमा अभिभावक वा 21 वर्ष पुगेको लाइसेन्सवाला व्यक्ति भएमा काममा जान वा कामबाट फर्कन यदि तपाईँसँग त्यसको कागज हुनु पर्यो, स्कुलको कार्यक्रममा जानको लागि, कुनै मेडिकल आपतकालीन अवस्थामा भने यो समयमा पनि अर्थात् रातको 12 बजेदेखि बिहानको 5 बजेसम्म पनि गाडी चलाउन पाउनुहुनेछ। अर्को रेस्ट्रिक्सन रहेको छ नो सेलफोन। 18 वर्ष मुनिका चालकहरूका लागि गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यसै पनि धेरै स्टेटहरूमा अहिले यो सबैको लागि यो नियम लागू गरिएको छ। यसमा फोनमा कुरा गर्ने, टेक्स्ट म्यासेज पठाउने वा ह्यान्ड फ्री फोनको प्रयोग गर्न पनि पाइँदैन। तपाईँले फोन प्रयोग गर्नको लागि गाडीलाई सुरक्षित ठाउँमा रोक्नुपर्ने हुन्छ। तर आपतकालीन 911 कल गर्न भने चाहिँ तपाईँलाई छुट दिएको छ। अर्को नियम छ सिट बेल्ट। गाडीमा सवार सबै यात्रीहरूले अनिवार्य रूपमा सिट बेल्ट बाँधेको हुनुपर्दछ। यदि कसैले सिट बेल्ट बाँधेको छैन भने चालकलाई कारबाही हुन सक्दछ, अर्थात् हुन्छ नै। अर्को छ मादक पदार्थको जिरो टोलरेन्स। 21 वर्ष मुनिका चालकहरूको लागि यो जिरो टोलरेन्स नियम छ। यदि शरीरमा थोरै पनि अर्थात् 0.02% वा सोभन्दा बढी अल्कोहल भेटिएमा लाइसेन्स तुरुन्त खारिज वा निलम्बन हुन्छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यदि कोही ड्राइभिङ लाइसेन्स लिन गइराख्नु भएको छ भने उहाँहरूलाई यो जानकारी उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। तपाईँहरूको दिन शुभ रहोस्। हेर्दै गर्नुहोला सापकोटा च्यानल। धन्यवाद। मनोरञ्जन को साथी सापकोटा च्यानल।